साथीहरु डिउ खानेहरु सफलका हुनुहोस् है। हेर्नु त यहाँ उठाउनु त यो भाइले हिजो लिनु भएको न म आथे यो खानको लागि लिएको यो हामीले खानको लागि लिएको हेर्नु त यहाँ हेर्नु त यो कस्तो सिसा जस्तो के अझ डिउमा यो हेर्नु त कति सारो छ भन्न हेर्नु त निस्किन डिउ हिजो म यता माइत घरमा आको अनि माइत घरमै भाइले डिउ लिनु भयो थो अनि अहिले डिउमा कति केमिकल हुने रहेछ भनेर हामीले चेक गरेको के हेर्नु त यी जमोकै यस्तै हाम्रो पेटमा नि यस्तै जम हेर्नु त चम्चाई कस्तो गरी तान्छ यी हाम्रो पेटमा पनि यस्तो केमिकल साथीहरु नखाने होला सबैले ध्यान दिनु होला हेर्नु त दिदीले त अझ ग्यास भन्नुहुन्थ्यो हेर्नु त सिसा झैं ट्याक्कै नि हेर्नु त यी सिसा काँचको ट्याक्कै सिसा चाहिँ हुने रहेछ कि हेर्नु सिसाको बोतल फोरेको जस्तै काँसी हेर्नु त हेर्नु त यति धेरै केमिकल हुने रहेछ कि थोरै आधा गिलास है साथीहरु गरम गरेको हामीले आधा गिलासमा यति धेरै निस्को न हेर्नु त अनि पुरै बोतलमा झन् कति निस्कने यस्तो हेर्नु त चिप्किरा अहिले त यति सारो भयो न हेर्नु त यो अब चमचमा पनि लागेर अब निकल्ने भएन हेर्नु त डिउ खानेहरु सचेत हुनु होला है साथीहरु सब केमिकल छ पेप्सीहरुमा सबैमा केमिकल यति धेरै केमिकल छ कि हेर्नु त किन खानी डिउमा साथीहरु निस्किन्न के पुरा सिसा जस्तो काँच जस्तो हुन्छ डिउ खानी छोड्न पर्छ निकल्दैन हेर्नु त हाम्रो पेटमा कस्तो केमिकल बने त ती भएर त बिमारी मात्रै भइन्छ साथीहरु हेर्नु त दिदीले भिडियो बनाउँदै हुनुहुन्छ हेर्नुस् त साथीहरु डिउ कोक ठण्डा पेप्सीहरु तपाईहरुले के पनि नपिनु होला के हेर्नु त यस्तो खट्टमको हुने रहेछ के हामीले एक गिलास चेक गरेको कस्तो हुने रहेछ भनेर सबैले देखाउनु भयो के अनि यो साँच्चै हो कि कट हो कि होइन भनेर चेक गरेको हेर्नु त कति काँच जस्तो हुने रहेछ यति धेरै केमिकल हाम्रो शरीरमा गयो भने कस्तो हुन्छ के हेर्नु त यी काँच हाम्रो पेटमा गयो भने हेर्नु त ठ्याक्कै हाम्रो पेटमा गएपछि यो के हुने हो हेर्नु त यस्तो सिर्फ एक गिलास चेक गरेको है साथीहरु हेर्नु त अब पुरै बोतलै गरे त अब बोतलै तताए त झन् कस्तो हुने हो यी थोरै एक गिलासमा यति धेरै निकल्यो केमिकल तपाईहरु सचेत हुनु होला है साथीहरु यो डिउहरु नपिनु होला है सेमै सिलाजी चाहिँ लनक तान्ने नि पनि मुखमा चेक गरेको नि सिसा